Hello everyone, welcome back to my channel. तपाईहरुलाई मेरो च्यानलमा स्वागत छ। र आज चाहिँ म डान्स क्लास जाँदै छु। यसो डान्स क्लास बुझ्नको लागि, डान्स सिकाउनको लागि। म गाउँबाट हिजो आए, त्यही भएर म अनि आज चाहिँ यसो डान्स क्लासको बुझ्न गइरहेछु हैन गाइस। र म डान्स सिकाउने अब फिलहाल सिकाए भने चाहिँ सिकाउने ठाउँ चाहिँ मेरो माछा पोखरीदेखि भित्र भन्ने माछा पोखरीदेखि भित्र हो, अलिकति भित्र। अहिले चाहिँ म त्यहीँ जान आइरहेको छु हैन गाइस। म गाडीमा गएर हजुरहरूलाई म त्यति भेट्छु नि है, त्यो देखाउँछु नि म। मैले कति भन्नु दिएर म चाहिँ माछा पोखरी आइसकेँ गाइस हैन। म चाहिँ यता लुकेर भिडियो बनाएर मलाई हल्का लाज लाग्यो, त्यही भएर हो हैन गाइस। र म चाहिँ अब सिधै साथीलाई भेटेर चाहिँ अब म उता जान्छु, साथीलाई पर्खिन्छु अनि जानुपर्ने हुन्छ म है त गाइस। सो अब चाहिँ मेरो साथी चाहिँ आइसकेको छ हैन गाइस। हेलो भन्नु। हेलो। मलाई म चाहिँ अब बहुत स्टार्टिङ हो हैन गाइस। सबैले माया गरिदिनु होला। र हामी चाहिँ अब अघि तपाईँहरूलाई पनि मैले भनिसकेँ चाहिँ म चाहिँ अब कल्चर जाँदैछ। कल्चर भन्ने त्यहाँ चाहिँ म चाहिँ अब हाम्रो डान्स स्टुडियोमा चाहिँ डान्स क्लास भनेर भन्थेँ कि, त्यही भएर चाहिँ त्यहाँ कल्चर भन्छ। म चाहिँ अब डान्स स्टुडियो नै भन्छ। हामी डान्स स्टुडियो जाँदैछौँ, त्यहाँ गएर भेट्छौँ नि हामी अगाडि। र म डान्स सिकाउने ठाउँ चाहिँ म डान्स सिकाउने ठाउँ चाहिँ नारायण टार अगाडि हो। नारायण टार भन्ने ठाउँ चाहिँ टक्क हामी माछा पोखरीभित्र जानुपर्छ। माछा पोखरीदेखि चाहिँ भित्र हो, किनभने मैले तपाईँहरूलाई अघि माछा पोखरी भनेर भनेको थिएँ। माछा पोखरी चाहिँ ठ्याक्कै होइन, माछा पोखरी थोरै यता भित्र आउनुपर्छ। भित्र गएर यताको गल्ली छिर्नुपर्छ। ठ्याक्कै हो पहिला म टिन कार्टुन्समा डान्स सिक्दाखेरि चाहिँ ठ्याक्कै थाहा भएको मैले चाहिँ नारायण टार भन्ने चाहिँ ठाउँ चाहिँ। त्यहाँबाट थोरै भित्र गएर चाहिँ नारायण टार भन्ने ठाउँ छ, हो त्यहीँ हो मेरो। अब मैले सिकाएँ भने चाहिँ त्यहीँ हो, मैले भने चाहिँ सिकाएन भने चाहिँ होइन। मलाई बोल्नै मन लागेन। बाहर चलाएला थी माछा पोखरी अब करीब काम लगभग 2 घंटा जति। ऐसा ही साथीसँग घुमे आएर लिए डान्स क्लासतिर भन न। डान्स क्लास हो रे ला आगेली कुन भाग लाइभ क्लास हैन न। यो कुन भाषा हाम्रो चौधरी भाषा भन्छ, भोजपुरी भन्छ। मैले पनि यस्तो बुझ्छु, अलिअलि बुझ्छु। बुझिन्छ यार, केही छैन, बुझिदिइहाल्छु म पनि। किन बुझ्छु भने चाहिँ थारूहरू हाम्रोमा चाहिँ मधेसीहरू धेरै छ नि त। कहाँ कुन ठाउँ? गाईघाट भन्ने ठाउँ हो। म त अस्ति गाईघाट गएको थिएँ त। गएको के जन्ती म मेरो घरै गएँ अस्ति भर कहिले। म तिमीलाई भनिदिरहेको छु ठाउँको नाम। कुन ठाउँ? मतिगढा जोगी त चौधरीहरू पर्छ क्या उसको गाउँमा। जोगी त
भुल्के उदयपुर कति टाढा छ? उदयपुर गएर उदयपुर गाईघाट मात्रै पर्छ नि। त्यही हो उदयपुरमा गएको। अनि उदयपुरभित्र चाहिँ गाईघाट पर्छ कि जस्तै अब तिम्रो अब तिमीहरूको के भन्नु अब उदयपुर डिस्ट्रिक्ट हो क्या त्यो डिस्ट्रिक्ट चाहिँ कुन छ डिस्ट्रिक्ट उदयपुरले भनेको चाहिँ डिस्ट्रिक्ट जिल्ला भयो क्या अब तिम्रो चाहिँ के अरे उदयपुर गाईघाटको चाहिँ कुन ठाउँमा चाहिँ कहिले गएको थियो तिमी चाहिँ तिमी गएको दिन भोलिपल्ट मलाई कल गर्नु पऱ्यो नि त मेरो घर गाईघाट हो गाईघाट हो गाईघाट हो गाईघाट हो गाईघाट हो भनेको छ नि अनि त्यहाँ चाहिँ कसको बिहेमा गएको र दाइको बिहे को दाइको बिहे हो गाउँकै गाईघाटमा लभ परेको थियो भन्नु पऱ्यो नि म 5 वर्ष कुन ठाउँमा हो सर्च गरे लु हेर त गाइज हामी चाहिँ डान्स सिकाएर आइसक्यौँ होइन मैले तपाईँलाई भन्नु बिर्सेँ किनभने साथी चाहिँ फोनमा बोलिरहन्थ्यो अनि फोनमा बोल्दा बोल्दै हाम्रो कन्भर्सेसन भयो होइन कन्भर्सेसन सुन्नुहोस् हाम्रो र अब मेरो चाहिँ के भयो भने मैले डान्स सिकाउन चाहिँ के भयो भने मेरो चाहिँ यस्तो भयो स्टुडेन्टहरू चाहिँ धेरै छैन जोइन चाहिँ अब के हुन्छ हेर्नुपर्छ अब मलाई पनि अब नट फिक्स म पनि अब मैले अर्को काम भेट्यो भने गरिदिइहाल्ने हो कि बालै भएन के पर्खिराख्दिनँ नि म भने त्यो हेरेर म त अनि मेरो अनि म खानु पऱ्यो नि त मैले पनि होइन क्या त्यही भएर हो होइन गाइस अब चाहिँ हामी गाडीमा चढेर सीता पाइला चाहिँ जान्छु म ऊ चाहिँ सुन्धारा जान्छ त्यही हो गाइस अब चाहिँ बिस्तारै हाम्रो भ्लग पनि अन्तिम आइसक्यो होइन खाना गएर खाना पकाएर चटपटे खाना आउँछु भने चाहिँ गाइस होइन भाइले पकाइरहनु अहिले तिम्रो गाली गरेर आउँदाखेरि चटपटे खाना आँटेको हामी चाहिँ होइन गाइस चटपटे खाएपछि चाहिँ हामी जान्छौँ घरतिर अनि चटपटे खाएर चाहिँ अनि चाहिँ भ्लग सकिन्छ हाम्रो यहीँसम्म हुन्छ भ्लग चाहिँ यति नै हो स्टेट यो बाबाई भ्लग चटपटे खाएको चाहिँ हेर्नुहोस् न सुरुमा गर्मी चाहिँ बनाएको तर यो त होइन होला तर यहाँ कस्टमर